हेलो एभ्रिवान नमस्ते सबैजनालाई र मेरो फर्स्ट अफिसियल क्वेसन एन्ड आन्सर क्युएनए भिडियोमा सबैलाई स्वागत छ र यो भिडियोमा तपाईँले जित्न सक्नुहुन्छ 1000 रुपियाँ जुन चाहिँ हामीले अगाडिदेखि नै अनाउन्स गरिरहेको थियो है र यो चाहिँ स्पेसली मेरो फेसबुकमा 10,000 फलोवर पुगेकोले गर्दाखेरि मैले यो कन्टेस्ट खेलाइरहेको छु है र जहाँनिर तपाईँले क्वेसन गरेर 1000 रुपियाँ जित्न सक्नुहुन्छ है र आज हामी यहाँनिर तपाईँको हरेक क्वेसन्सको पालैसँगले आन्सर दिनेछौँ र तपाईँको नाम लेखेर एउटा चिट्ठा बनिनेछ र जसको त्यो चिट्ठामा बोलमा तपाईँको नाम पिक हुन्छ उहाँले जित्नुहुनेछ 1000 रुपियाँ र गाइस विदाउट एनी डिले लेट्स स्टार्ट। ओके एभ्रिवान तपाईँहरूको क्वेसन्स मैले अलरेडी यहाँ प्रिपेयर गरिसकेको छु र यो बोलमा तपाईँहरूको नाम जानेछ। म तपाईँहरूको क्वेसन्सको आन्सर यो भिडियोको थ्रुबाट दिनेछु र तपाईँको नाम यो पर्चीमा लेखिनेछ, यो स्टिकी नोटमा लेखिनेछ र यो स्टिकी नोट बोलमा जान्छ अनि तपाईँको लास्टमा यो बोलबाट जसको एउटा नाम पिक हुन्छ त्यो मान्छेले जित्नुहुनेछ 1000 रुपियाँ। र फर्स्ट क्वेसन्स हामी इन्स्टाग्रामबाट उठाउँदैछौँ। 17BI साहिलको द्वारा आएको रहेछ है र उहाँको क्वेसन के रहेको छ भन्दाखेरि मेरो पनि ल उहाँको चाहिँ यो एक्चुअली क्वेसन होइन, उहाँले चाहिँ यो उयसलाई कन्टेस्टलाई खेल्नुको लागि उहाँले चाहिँ मेरो पनि नाम हालिदिनु ल भन्नु खोजेको रहेछ बट स्टिल वी आर राइटिङ 7 र गाइस फर्स्ट नाम 17BI साइलको यसरी हामी यसलाई ऱ्याप गर्नेछौँ है र ऱ्याप गरेपछि यसलाई हामी एउटा चिट्ठा बनाएर बोलमा हाल्नेछौँ र यसरी नै तपाईँको सबैजनाको सो सरी गाइस पछाडि अलिकति कन्स्ट्रक्सनको काम चल्दैछ त्यसले गर्दा साउन्ड आइरहेछ है। क्याल्भिन जी16ले पनि क्वेसन गरेको छ। सन्डे हाट लागेको बेला स्कुटी बजार बिचबाट लाँदा पुलिसले कराएको छैन। आई वन्डर द्याट एभ्री टाइम सी अरे साहिल भाइ सरी क्याल्भिन आई डोन्ट नो तपाईँलाई म पर्सनली चिन्दिनँ बट स्टिल तपाईँले मलाई देख्नु भएको रहेछ है। सन्डे हाट बजारबाट चाहिँ म कहिले निकाल्छु भन्दाखेरि बिहान 8 बजीभन्दा अगाडि चाहिँ म जहिले पनि निकाल्छु है। एकताल चाहिँ मलाई पनि पक्रेको थियो 9 बजीतिर अन्त उहाँले नै जो पुलिस अफिसरले पक्रिनु भएको थियो उहाँले नै भन्नुभएको थियो कि बिहान 8 बजीभन्दा अगाडि चाहिँ स्कुटी निकालिसक्नु नभए चाहिँ चलान हुन्छ भनेको थियो है र त्यसले गर्दाखेरि चाहिँ म जहिले पनि 8 बजीभन्दा अगाडि 7 साढे 7 भित्रमा त निकालिसक्छु जेनरली, अदरवाइज म चाहिँ माथितिर कता लगेर रम्फूमा पार्क गर्छु है त्यस्तो छ। अन्त त्यसको बादमा बिचमा पनि 1-2 खेप त पक्रेको तर अब अलिकति अब रिक्वेस्ट गरेर चाहिँ अब छुटिहालेँ है। तपाईँको नाम पनि ओके तपाईँको नाम पनि लेखिसकेको छु है। एन्ड नेक्स्ट वी हेभ जे लभ्स यु मतलब जे जस्ट लभ यु समथिङ के होला है र उहाँको क्वेसन रहेको रहेछ हु इज यर इन्सपिरेसन। वाउ थ्याङ्क यू सो मच जे लभ्स यु। माई इन्सपिरेसन इज फर्स्ट अफ अल त मेरो इन्सपिरेसन त्यस्तो ठुलो व्यक्ति कोही छैन। मेरो फर्स्ट इन्सपिरेसन चाहिँ मेरो डान्स टिचर हुनुहुन्थ्यो अविनाश सर। उहाँ नै मेरो सबै कुरा हुनुहुन्थ्यो है। उहाँले नै मलाई डान्स सिकाउनु भयो, हरेक चिजमा गाइड गर्नुभयो। अहिले उहाँ हामीसँग हुनुहुन्न, मतलब जिउँदै हुनुहुन्छ तर हामीसँग चाहिँ हुनुहुन्न। त्यसले गर्दाखेरि चाहिँ उहाँ नै मेरो इन्सपिरेसन हो। त्यसको बादमा गएर राघव जुयाल भयो, धर्मेश एलएनडे भयो है, उहाँहरूलाई हेरेर कतिवटा कुरा अब म जुन आर्ट फर्ममा छु त्यो चिजहरू उहाँहरूकोबाट हेरेर सिकेँ। अन्त यस्तै छ। थ्याङ्क सो मच फर यर क्वेसन एन्ड नेक्स्ट वी हेभ लेजेन्ड प्रभाकर। लेजेन्ड प्रभाकर उहाँले सोध्नुभएको छ इफ यु कुड गिभ यर यङ्गर सेल्फ one piece of advice what would it be। म चाहिँ के एडभाइस गर्छु भन्दाखेरि चाहिँ यङ एजमा चाहिँ के हुन्छ भन्दाखेरि हरेक चिज ट्राई गर्ने मान्छेलाई इच्छा हुन्छ होइन, बट त्यो चिजले चाहिँ के हुन्छ भन्दाखेरि तपाईँ एउटा सर्टन जग्गामा तपाईँ टिक्नु सक्नुहुन्न। त्यसले गर्दाखेरि चाहिँ तपाईँ जेमा तपाईँको एकदम मनदेखि इच्छा छ तपाईँले त्यो चिजलाई फलो गर्नुहोस्। त्यो चिजलाई फलो गरेपछि तपाईँको हरेक चिज इन फ्युचर तपाईँको सबै कुरो राम्रो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ
तपाईँले हरेक चिजमा चाहिँ ध्यान नलगाउनुहोस्, एउटा चिजमा ध्यान लगाउनुहोस् जसमा तपाईँ एकदम मनदेखि नै तपाईँ त्यसमा टिक्नुहोस्। र लेजेन्ड प्रभाकर नेक्स्ट इन्स्टाग्रामकै पोस्टमा कमेन्ट रहेको छ मनोज शर्मा 77 मनोज, उहाँले आगोको इमोजी पठाउनु भएको छ, बट अनफर्चुनेटली यहाँ क्वेसन सोध्नुपर्ने हुन्थ्यो। नेक्स्ट वी हेभ ईशा कार्की डान्सर, वाउ सर कङ्ग्रेचुलेसन, मेरो नाम पनि हाल्नुहोस् ल अरे। ओके, उहाँले कङ्ग्रेचुलेट गर्नुभएको छ, बट स्टिल उहाँले नाम हालिदिनुहोस् भन्नुभएको छ। सो यसलाई हामी क्वेसन्स त नभने पनि हामी उहाँको नाम चाहिँ हाल्नेछौँ है इन्स्टा, र उहाँले क्वेसन नसोधे पनि हामीले गाइस उहाँको नाम हाल्दैछौँ है। गाइस तपाईँहरूले कतिजनाले सोच्नु भएको थियो होला यो फेक होला, पैसा पाउँदैन होला भनेर, बट हामी चाहिँ यसलाई रियल नै उयो गर्दैछौँ। किनभने अन्त रोजा दर्जीले क्वेसन गर्नुभएको थियो वाट टु कमेन्ट भनेर है, र मैले उहाँलाई रिप्लाई गरेको थिएँ एनिथिङ पर्सनल अर प्रोफेसनल, र उहाँले फेरि क्वेसन गर्नुभएको छ सन्जोग सुब्बा यु फ्रम, मतलब उहाँले केही सोध्नु भएको होला कि तपाईँ कहाँबाट हुनुहुन्छ होला। रोजाजी म चाहिँ रम्फूबाट हो, र रम्फूमा मेरो डान्स क्लास छ, र तपाईँको क्वेसनको लागि धेरै धेरै धन्यवाद। यो चाहिँ गाइस फेसबुकको फर्स्ट कमेन्ट रोजा दर्जी फेसबुक लेखेको छु है, र यो चाहिँ फेसबुक इन्स्टा चाहिँ किन लेखेको भन्दाखेरि चाहिँ सजिलो पर्छ, र सजिलो पर्दाखेरि चाहिँ तपाईँको भरे कहाँनिर कमेन्ट गरेको थियो टक्कै खोजेर हामी उहाँलाई कन्ट्याक्ट गर्नेछौँ 1000को लागि। र नेक्स्ट वी हेभ सञ्जय छेत्री, उहाँ चाहिँ मेरो चाइल्डहुड फ्रेन्ड पनि हो, र उहाँले क्वेसन गरेको छ, क्वेसन त गरेको छैन, उहाँले पनि कमेन्ट हाल्नु भएको रहेछ। ओइ ओइ मेरो 10वटा नामको चिट्ठा भन्नु सायद भन्नु लेखेको थियो, भन्नुपर्छ होला, अनि सरी 10,000 10 त हुन्छ होला है अरे। ओके सञ्जय, फर्स्ट अफ अल त ओन्ली वान कमेन्ट एक्सेप्ट हुन्छ, तपाईँको एउटा नाम मात्रै जान्छ र 1000 मात्रै पाउँछ, बट येट म सक्यो। र गाइस लेट्स सी कसले जित्छ है 1000 रुपियाँ। र गाइस नेक्स्ट वी हेभ सृष्टि परियार सुब्बा, सृष्टि दिदी हुनुहुन्छ नाना है रानीपुलबाट, उहाँले कमेन्ट गर्नुभएको छ मेरो उठाउनु ल। सो सरी नाना, तपाईँको पर्सन अब हामी यसरी चिट्ठा बनाएको हुन्छ है गाइस, एज यु क्यान सी है, यसरी चिट्ठामा अब कसको नाम हुन्छ अब यहाँनिर तपाईँको जसको नाम हुन्छ उहाँको नै हुन्छ अभियसली। सो सरी फर दिस टाइम। र नेक्स्ट वी हेभ स्वर्णिमा यङ हाङ, मेरै साली हो, मेरो मिसेसको बहिनी, र हु आर यु भनेर कमेन्ट गरिरहेको छ। उहाँको कमेन्टले चाहिँ अब उहाँको कमेन्टको आन्सर चाहिँ म भन्न चाहन्छु आइ एम योर भेना, जस्ट सिम्पल है। अन्त नेक्स्ट वी हेभ गाइस राजु खालिङ राजु राई, हाम्रो राजु माम्स हुनुहुन्छ है। क्युआर पठाइदिएको छु ₹1000 पठाइदिनु ल सर। ओके राजु दा, हामी स्योरली तपाईँलाई पठाइदिनेछौँ, बट चिट्ठा उठ्यो भने मात्रै, अदरवाइज आम सो सरी है, बट स्टिल म तपाईँको नाम चाहिँ एन्ट्री गर्नेछु है। रम्फू बुधबार रम्फू बङ्गालपट्टि उहाँको मोमो पनि उहाँले बनाउनुहुन्छ, बुधबार तपाईँले गएर त्यो पनि सक्नुहुन्छ है, र एकदम दामी बनाउनुहुन्छ। म चाहिँ एभ्री बुधबार जाने गर्छु है, अहिले यो 15 अगस्तको यसले गर्दाखेरि चाहिँ अलिक भ्याएन, त्यसले गर्दाखेरि तपाईँहरू जानु सक्नुहुन्छ। तपाईँको चिट्ठा गयो राजु माम्स, 1000 रुपियाँ जित्नु सक्नुहुन्छ तपाईँले यसबाट। ओके नेक्स्ट वी हेभ बिबिका लिम्बू, इज अल्सो वान अफ माई साली है। र माई क्वेसन्स वेयर आर यु फ्रम, भेनालाई पगला बनाउनु छ सालीहरूले, र उहाँलाई म आन्सर दिन चाहन्छु आम फ्रम रम्फू, बिबिका लिम्बू आम फ्रम रम्फू है। तपाईँलाई म मेरो आधार कार्डमा पिनकोडसँगै तपाईँलाई एड्रेस पनि वाट्सएप गरिदिन्छु। ओके बाई। विश्व गुरुङ जो हाम्रो माइसरको विश्वदा हुनुहुन्छ, उहाँले क्वेसन गर्नुभएको रहेछ, माइक पनि हल्लिँदैछ।
विश्व गुरुङ दा विश्व दाले क्वेसन गर्नुभएको छ हु इन्सपायर यु टु डान्स फर्स्ट अनि मेन अब जस्तो जसले अब एकदम हुन्छ नि अब दिल दिमागसँगै अब इन्सपायर गर्ने अब मन दिमाग र मनले नै अब डान्सपट्टि जानुपर्छ भन्ने जुन चाहिँ अब इन्सपायर गर्यो त्यो लेभलको उहाँ चाहिँ मेरो डान्स टिचर अविनाश सर हुनुहुन्छ है अविनाश लामा कालिम्पोङको हुनुहुन्छ र यस हि इज माई इन्सपिरेसन हि इज माई एभ्रिथिङ सो नेक्स्ट वी हेभ विधान सानु पाखरिन who is the best dance choreographer in India's Best Dancer Season 2? अब अहिले इन्डिया बेस्ट डान्सर कुन चाहिँ सिजन पुगिसकेको छ त्यो त याद छैन मलाई अनेस्टली बिकज टु बी अनेस्टली विधान दा उहाँ चाहिँ हाम्रो नेटिभको म्यानेजर पनि हुनुहुन्छ र साथै हाम्रो कन्टेन्ट क्रिएटर पार्टनर पनि हुनुहुन्छ है र उहाँको आन्सरलाई चाहिँ म कस्तो पाराले दिन चाहन्छु भन्दाखेरि जब हामीले जब पर्सनली म अब यो फिल्डमा ग्रो हुँदै थियो त्यो टाइममा डान्स रियालिटी सो एकदम पिक लेभलमा थियो बट जस्तो अब डिआइडी सकेर गयो सिजन 3-4को बादमा 4-5 भनौँ न त्यसको बाददेखि उता रियालिटी सोजहरू चाहिँ एकदमै कस्तो भन्दाखेरि हेर्दा पनि अब सबै रिक टाइपको भएकोले गर्दाखेरि चाहिँ मैले चाहिँ रियालिटी सो चाहिँ हेर्नु छोडिदिएँ है किनकि त रियालिटी सोजमा चाहिँ अब देखाउँछ के हुन्छ के है त्यसले गर्दाखेरि चाहिँ मैले त्यो हेर्नु छोडेकोले गर्दाखेरि चाहिँ आई डोन्ट नो इन्डिया बेस्ट डान्सर सिजन 2बाट चाहिँ को बेस्ट कोरियोग्राफर थियो बट यट म एकजनाको नाम लिन चाहन्छु उहाँ चाहिँ अब इन्डिया रियालिटी सोतिर नै उयो गर्नुहुन्छ है र उहाँको नाम चाहिँ के हो भन्दाखेरि चाहिँ सबैजनालाई याद छ राघव जुवाल उहाँ चाहिँ कोरियोग्राफर होइन पहिला एङ्कर हुन्थ्यो अहिले एक्टर हुनुहुन्छ है मेरो लागि चाहिँ उहाँ बेस्ट हो सो विधान दा तपाईँको आन्सर चाहिँ यही हो मलाई आइडिया छैन टु बी अनेस्टली मैले रियालिटी सो हेर्नु छोडिसकेको छु सो सरी विधान दाको पनि क्वेसन्सको चिट्ठा उठिसकेको छ है गाइज र नेक्स्ट विजय भाइ विजय भाइ उहाँ अनलाइन पनि सरी यो स्क्रिनसटबाट अनलाइन पनि हुनुहुँदो रहेछ है उहाँको क्वेसन रहेको रहेछ हु आर यु तपाईँको आन्सर दिनु पर्दाखेरि माइ सेल्फ सन्दीप सुब्बा फ्रम रङपु र म माई डान्स इन्स्टिट्युटको इन्स्ट्रक्टर फाउन्डर कोरियोग्राफर है र यस अहिलेको लागि यति नै थ्याङ्क यू सो मच फर यर कमेन्ट र उहाँको पनि चिट्ठा उठिसकेको छ है नेक्स्ट वी हेभ लियन लिङजाङ श्रेष्ठ लियन लिङजाङ श्रेष्ठले क्वेसन गर्नुभएको रहेछ हाउ यु म्यानेज एभ्रिथिङ भनेर अब उहाँले सोध्नु भएको आन्सर चाहिँ अब कस्तो प्रकारले दिन चाहन्छु भन्दाखेरि फर्स्ट अफ अल त मलाई पनि याद छैन उहाँले चाहिँ कस्तो म्यानेजमेन्टको बारेमा कुरा गर्नुभएको मेरो पर्सनल लाइफ प्रोफेसनल लाइफलाई कसरी म्यानेज गर्छ या फिर के त्यो याद नभएकोले गर्दाखेरि म उहाँको आन्सरलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि आई म्यानेज एभ्रिथिङ आई डोन्ट नो हाउ बट रबके भरोसा छोडेर चाहिँ सबै कुरा एकदम चड्डीबुड्डी चलिरहेको छ चलिसकेको छ नेक्स्ट क्वेसन वी हेभ फ्रम सुकमन तामाङ गोमदेन ओके सुकमन चाहिँ मेरो चाइल्डहुड फ्रेन्ड हो है गाइस मैले यो कुराहरू भन्नुपर्छ भन्दाखेरि त्यो उहाँकै चिठा निक्लिँदाखेरि चेपे भन्नुहुन्छ नि त त्यसले गर्दाखेरि र उहाँले चाहिँ मेरै अगाडि क्वेसन टाइप गर्दै थियो हिजो बिफोर टाइम है र सुकमनले क्वेसन्स गरेको छ टेल योर अबाउट लाइफ स्ट्रगल ओके उहाँले चाहिँ मेरो लाइफ स्ट्रगलको बारेमा सोध्नुहुँदैछ है कस्तो प्रकारले अब के भन्दाखेरि टु बी अनेस्टली कतिजना त अब उसले त मलाई चिन्छ पर्सनली उसलाई याद पनि छ है बट स्टिल आई वान्ट टु सेयर विथ माई अडियन्स कि मेरो लाइफमा स्ट्रगल भन्ने कुरा चाहिँ अब कस्तो थियो भन्दाखेरि मुम्बई जाँदाखेरि चाहिँ अब जब म ट्रेनिङको लागि मुम्बई गएँ त्यो टाइममा चाहिँ गोजीमा चाहिँ 25-26 रुपियाँ बोकेर है ट्रेनको टिकट काटिसकेर चाहिँ गोजीमा चाहिँ 25-26 रुपियाँ बोकेर मात्रै गएको छु है र त्यहाँ गएर कस्तो प्रकारले अब प्रब्लम भयो के प्रब्लम भयो त्यो कुराहरू त अब एउटा छुट्टै कहानी बनिन्छ है त्यो अब किनकि त मुम्बई जस्तो जग्गामा चाहिँ अब त्यति पैसाले अभियसली हुँदैन बट गड ब्लेस अन मी कि मैले चाहिँ ट्रेनको अप एन्ड डाउनको टिकट चाहिँ काटिसकेको थिएँ है र त्यहाँनिर अब हाम्रो त बेसिकली अब खाना खाने रहर हुन्छ नि त अब यहाँनिर दाल भात चामल अब राइसहरू खाने आधा उता चाहिँ अब त्यस्तो अफर पाउँदैन रहेछ एकदम राइसमा पाएको भनेको डाइरेक्ट जिरा राइस पाउँदो रहेछ है
कस्तो प्रकारले भात खोजेर होइन कस्तो प्रकारले त्यो ढाबा जुन जग्गामा हामी अँधेरी वेस्टमा बसेको थियो त्यो जग्गाको एउटा ढाबाको मान्छेलाई चाहिँ रिक्वेस्ट गरेर चाहिँ प्लिज हामीलाई चाहिँ जिरा राइसमा हालेर चाहिँ प्लेन राइस बनाइदिनुहोस् हामी त्यहीसँग खान्छौँ भनेर चाहिँ रिक्वेस्ट पनि गरेको त्योहरू पनि उहाँको मेसेजले मलाई याद दिलायो थ्याङ्क यू सो मच सुकमन बुबु है र गाइस मुम्बईको जर्नीको बारेमा मैले मेरो स्टोरी भन्नु पऱ्यो भने त म आफै रुन्छु होला अरू चाहिँ रोए पनि नरोए पनि है किनकि त आँखामा चाहिँ अब यस्तो छ कि अब त्यो जग्गा पुगेर चाहिँ कस्तो प्रकारले स्ट्रगल गरेर चाहिँ अब टाइम बिताएको छु भन्ने कुरा चाहिँ अब प्रतीक सर हुन्थ्यो उहाँ बित्नु भयो है उहाँलाई पनि याद छ किन त हामी दुईजना सँगै थियो एउटै उयसमा त्यसले गर्दाखेरि है र नेक्स्ट वी हेभ Vivek Silva. Oh, Voice of Himalaya winner. Vivek Silva, we have why you oh sorry, why we have so many problem in our life. Guys, अब यसको आन्सर त म कस्तो प्रकारले दिनु सर्टमा भन्छु है गाइस अगर दिन छ भने रात हुन्छ है गुड छ भने ब्याड हुन्छ त्यस्तै हो अब लाइफमा अब ह्याप्पिनेस छ भने स्याडनेस पनि हुन्छ प्रब्लम पनि हुन्छ त्यस्तै नै हो जस्तो लाग्छ मलाई चाहिँ विवेक तपाईँको आन्सर चाहिँ मैले यति नै मात्रै दिनु जाने अहिलेको लागि चाहिँ विवेक चाहिँ अलरेडी भोइस अफ हिमालयको विनर हुनुहुन्छ है रम्फूमै उहाँको ड्युटी छ उहाँ नाम्ची एक्ज्याक्ट जग्गा चाहिँ छैन बट नाम्चीबाट हुनुहुन्छ है ओके नेक्स्ट वी हेभ पु लिम्बू लौतेमा ओके पु लिम्बू लौतेमा आई डोन्ट नो उहाँको प्रोफाइलमा पनि पछाडि भएर यस्तो गरेर आएछ है उहाँको क्वेसन रहेको रहेछ हु इज यर फर्स्ट गर्लफ्रेन्ड भाइ सरी भाइ हो कि दाजु आई डोन्ट नो आई एम म्यारिड आई हेभ वान किड फ्लोरिना सुब्बा एन्ड अर्को पनि लाइनमा छ आन्सर कसरी दिनु बट स्टिल मैले नै अब यो च्यालेन्ज खेलाएको थिएँ सो त्यसले गर्दा चाहिँ आई हेभ टु गिभ द आन्सर प्लिज मेरो मिसेस चाहिँ नरिसाउनुहोस् होला निसा र मेरो फर्स्ट गर्लफ्रेन्ड चाहिँ सिफोरा प्रधान हो जो अहिले मनसङमा छ आई डोन्ट नो त्यहाँदेखि उता चाहिँ म केही भन्न सक्दिनँ सो आइम सो सरी थ्याङ्क यू फर यर क्वेसन मेरो बुढीले चाहिँ मार्छ होला है बट स्टिल इट्स अ कन्टेस्ट सो तपाईँको आन्सर पनि दिएँ तपाईँको चिट्ठा पनि फसिसक्यो नेक्स्ट वी हेभ मिङमा साङ्गे लेप्चा हाम्रै गाउँको भाइ हो है प्रोफाइल हालेको छैन रहेछ संजोग दाई what is your biggest lesson you earned from your journey oh sorry learn from your journey मुख के हुन्छ that journey that you wish you knew when you were younger my name is Mingma Sangay मेरो जर्नीबाट सबभन्दा टु बी अनेस्टली भनेको है मेरो जर्नीबाट मैले बहुत मान्छे देखेँ एकाडेमी मात्रै खोलेको 10 वर्ष भइसक्यो है मैले बहुत मान्छेहरू देखेँ चिनेँ कतिजना स्टिल मसँगै छ कतिजना अब कतिवटा कुरामा अब क्लासेस हुँदाखेरि अब छोडेर गयो त्यस्तोहरू भयो है र यो जर्नीबाट चाहिँ मैले के सिकेँ भन्दाखेरि चाहिँ इफ समवन इज गुड अब अगाडिको पर्सन तपाईँसँग राम्रो छ भने तपाईँ उसँग एकदम जेन्टल एन्ड गुड भएर बस्नुहोस् तर ऊ अलिकति पनि न्यारो माइन्डेड अलिकति नेगेटिभ माइन्डेडको छ भने चाहिँ प्लिज इन्स्टेन्टली उहाँलाई चाहिँ छोडेर मतलब उहाँसँग चाहिँ जे पनि तपाईँको एज अ फ्रेन्ड्स जे जस्तो पनि उयो हुन्छ रिलेसन बिजनेस पर्सनल जेसुकै तपाईँले छोडिहाल्नुहोस् किन भन्दाखेरि चाहिँ तपाईँको लाइफलाई चाहिँ धक्का लाग्छ है र लाइफ भन्ने कुरामा चाहिँ मैले एक्सपिरियन्स गरेको भन्छ नि अलवेज सेकेन्ड चान्स थर्ड चान्स पनि के भन्छ नि मेरो लागि चाहिँ त्यो होइन मेरो लागि चाहिँ के हो भन्दाखेरि चाहिँ देयर इज नो सेकेन्ड चान्स अगर मलाई कोही कसै मान्छेसँग अब बिट्रे फिल हुँदैछ या फिर उहाँले बिट्रे गर्यो मतलब फिल मात्रै भएन बिट्रे गर्यो भने चाहिँ मेरो लागि चाहिँ उहाँको लागि चाहिँ सेकेन्ड चान्स भन्ने चाहिँ हुँदैन सो थ्याङ्क यू सो मच मिङमा है यो पनि गयो तपाईँको चिट्ठा नेक्स्ट वी हेभ लोचना बानिया र उहाँ चाहिँ यी पल्लोपट्टि यो जहाँ डान्स क्लासमा हामी सुट गर्दैछ त्यसकै पल्लोपट्टि स्कुल छ टाइन्टस स्कुल उहाँको वान अफ द सिनियर मोस्ट टिचर हुनुहुन्छ है एकदम रेस्पेक्टेड र उहाँले मलाई अस्ति 15 वर्ष टाइममा निकै हेल्प पनि गर्नुभएको छ है थ्रु आउट द जर्नी अफ 15 अगस्त प्रिपरेसन सो उहाँको क्वेसन छ हाउ वाज द हर
Hurdles and the struggle you face, and who support and encourage you to get this renowned name, Mr. Sanjog, the choreographer of Ramfu. ओके उहाँको आन्सर दिनुको लागि चाहिँ म के भन्न चाहन्छु फर्स्ट अफ अल त थ्याङ्क यू सो मच फर दिस क्वेसन र उहाँको आन्सर चाहिँ म कस्तो प्रकारले दिन्छु भन्दाखेरि चाहिँ र उहाँको आन्सर दिनुको लागि चाहिँ म फर्स्ट अफ अल त थ्याङ्क यू सो मच भन्न चाहन्छु कल्पना गुरुआमालाई कल्पना प्रधान जसको बिल्डिङमा हामीले माई डान्स इन्स्टिट्युट स्टार्ट गऱ्यौँ किनकि त उहाँले त्यो लोकेसन्सलाई हामीलाई प्रोभाइड नगर्नु रम्फू मैले चाहिँ झन्डै 6 महिना आइबिएम अप्पर बजार लोवर बजार सबै 6 महिना सर्च गर्दाखेरि नि लोकेसन नपाएको हो मैले नपाउँदाखेरि लास्टमा चाहिँ उहाँले आफ्नो एउटा स्पेस दिनुभयो ट्यारिसमा त्यो जग्गा थियो है र त्यहाँदेखि चाहिँ अब बिस्तारै बिस्तारै ग्रो गर्दै गएँ है र हुनु त अब कसैले अब मलाई बनाउनको लागि म अब भन्दिनँ कि अब कसै एउटा मान्छेले त्यस्तो पुस गर्यो भनेर त्यो मेरो त्यस्तो कोही पनि छैन बट उहाँ नै हो जसले चाहिँ अब कतिवटा कुरामा अब सपोर्ट गर्नुभयो त्यतिखेर होइन र त्यसले गर्दाखेरि चाहिँ मलाई लाग्छ कि म यो जग्गामा आएँ हो मेरो कोरियोग्राफरको हात ठुलो छ मलाई एज अ एउटा डान्सर बनाउनु किनकि म डान्सर होइन म पहिला एथलिट थिएँ है र अहिले डान्सर कोरियोग्राफर छु है र मेरो मलाई कोरियोग्राफर बनाउनुमा चाहिँ अब मेरो सरको त हात छँदैछ र साथै मलाई लाग्छ उहाँको चाहिँ एकदमै ठुलो हात छ है र थ्याङ्क यू सो मच म्याम तपाईँको क्वेसनको लागि है र तपाईँको क्वेसनलाई पनि हामी गाइस झन्डै 1 घन्टा जस्तो एक घन्टा जस्तो हुँदैछ ओके नेक्स्ट गाइस नेक्स्ट वी हेभ राहुल विश्व दा तपाईँले कहिले तपाईँ खालि तपाईँको संयोग इन्टरटेनमेन्ट च्यानललाई फलो गर्नु भनेको छ के तपाईँको कोही एउटा इन्सपिरेसन या सपोर्टर होला उनीहरू उना उनीहरूलाई किन फलो नगर्नु भनेको ओके ओके राहुल मेरो इन्सपिरेसन त छ अब जस्तो राघव जुवाल छ उहाँको चाहिँ भर्खर मेरो 10,000 फलोवर पुग्दैछ उहाँको अलरेडी मिलियन्स अफ फलोवर्स छ है र अब उहाँको च्यानललाई फलो गर्नु भन्दाखेरि चाहिँ सायद मेरो उल्टा नै च्यानल ग्रो हुन्छ जस्तो लाग्छ है बट स्टिल तपाईँको क्वेसनको लागि धेरै धेरै धन्यवाद र म सञ्जोग एन्टरटेनमेन्ट च्यानललाई चाहिँ फलो गर्नु चाहिँ भन्दिनँ म मेरो जुन चाहिँ फेसबुक पेज छ सञ्जोग सुब्बा अनि सञ्जोग इएनटी जो युट्युब च्यानल छ त्यसलाई मात्रै भन्छु किन भन्दाखेरि चाहिँ यो दुइटामा चाहिँ म फोकस गरिरहेको छु है थ्याङ्क यू सो मच फर यो क्वेसन राज भनेको भए चाहिँ सिमरन खोजिदिन्थ्यो होला अब राहुल रहेछ हो तपाईँको क्वेसन पनि चलिसकेको छ गाइस नेक्स्ट वी हेभ सबिना पाण्डे र गाइस सबिना पाण्डेको चाहिँ मैले हेर्दाखेरि दुईवटा क्वेसन आएको छ सेम क्वेसन डिफ्रेन्ट डिफ्रेन्ट जग्गामा उहाँले पेस्ट गर्नुभएको छ है र उहाँको क्वेसन छ हु डिड यु मिस द मोस्ट ड्युरिङ द स्ट्रगल्स एन्ड आफ्टर बिङ सक्सेसफुल टुडे he is thinking what to say for the first time. I'm also struggling with I don't know. I'll something later. Your answer give me a lots of courage. Okay, Sabina Pandeyju, thank you so much for your questions. र मेरो जुन चाहिँ स्ट्रगल टाइमको कुरा गर्नुपर्छ स्ट्रगल्स टाइममा चाहिँ एकजना यस्तो अब मेरो पार्टनर हुनुहुन्थ्यो है जसले मलाई एकदमै डरलाग्दो सघाउनु भयो एकदमै डरलाग्दो सघाउनु भयो उहाँको सायद म अहिले नाम लिन सक्दिनँ आम सो सरी है अन्त अहिले सक्सेस भएपछि चाहिँ म स्टिल उहाँलाई नै कतिवटा कुरामा चाहिँ याद आउँछ सम्झिन्छु उहाँलाई नै है उहाँले एक समयमा चाहिँ मलाई यति डरलाग्दो हेल्प गरेको थियो भनेर है र म चाहिँ तपाईँलाई चाहिँ अब लाइफमा सक्सेस हुनुको लागि चाहिँ अब के भन्छु र तपाईँको स्ट्रगललाई चाहिँ म के भन्छु भन्दाखेरि स्ट्रगल नभन्नुहोस् हामीलाई यो कुरा सिकाएको थियो रिसेन्टली भएको कलाकार सम्मेलनमा तपाईँ एउटा प्रोसेसमा हुनुहुन्छ है र प्रोसेसमा छ भने चाहिँ रिजल्ट अभियसली आउँछै आउँछ र त्यसले गर्दा स्ट्रगल नभन्नुहोस् फर्स्ट अफ अल तपाईँ आफूले आफूलाई एउटा एकदम पोजिटिभ प्लेसमा राखेर नै जहिले पनि इमेजिन गर्नुहोस् सोच्नुहोस् सम्झिनुहोस् होइन म यस्तो गर्छु होला ला त्यहाँ यस्तो हुन्छ कि त्यस्तो हुन्छ कि भनेर डर नराख्नुहोस् र जहिले पनि पोजिटिभ आफूले आफूलाई पोजिटिभ प्लेसमा राख्नुहोस् र जहिले पनि आफूले आफूलाई इन्करेज गर्नुहोस् है अरूले इन्करेज गरे नगरे पनि आफ्नो फ्यामिलीले इभन फ्यामिलीले पनि इन्करेज गरे नगरे पनि आफूले आफूलाई चाहिँ इन्करेज जहिले पनि गर्नुहोस् तपाईँ एकदम अभियसली सक्सेस हुन्छ मैले पनि अब मेरो टाइममा चाहिँ अरूले गर्थ्यो मेरो फ्यामिलीहरूले नि एक दुईजनाले गर्थ्यो सबैजनाले नगरे पनि स्टिल अहिले पनि एक दुईजना छ भन्ने कि के गर्छस् भन्ने स्टिल उनीहरूले बुझेको छैन कि यो आर्ट फर्म के हो कस्तो भनेर होइन तर पनि अब उहाँहरूले कतिजना एक दुईजना फ्यामिली मेम्बरबाटै क्रिटिसाइज गरे पनि कतिजनाले सपोर्ट गरिरहेछ सो तपाईँ पनि त्यो
जसले पनि क्रिटिसाइज गर्छ तपाईँलाई जिस्काउँछ ताना मार्छ कानबाट निकालेर फ्याँकिदिनुहोस् बस अलवेज पोजिटिभ रहनुहोस् एक दिन अवश्य सक्सेस हुन्छ र सबिना तपाईँको अर्को क्वेसन पनि सेम छ त्यसले गर्दा म त्यो चाहिँ पढ्दिनँ सो यसलाई चाहिँ हामीले पढिहाल्यौँ ओके नेक्स्ट वी हेभ डेर बिर्नु लेप्चा सरी तपाईँको नाम अलिक प्रनाउन्स गर्नु मैले जानिनँ डेरबिर्नु लेप्चा संजोग्दा जब मान्छेहरूले डान्सबाट केही हुँदैन भन्थ्यो त्यो बेला तपाईँले के गर्नुहुन्थ्यो टु बी अनेस्टली भाइ म तपाईँलाई मन खोलेर भनिदिएको है जुन टाइममा मैले क्लास पनि खोलेको थिइनँ त्यो टाइममा चाहिँ आई युज टु डान्स ड्युरिङ अब जब हिँड्दाखेरि हुन्छ नि अब हिँड्दाखेरि नि अब मुभमेन्टहरू गर्दै हिँड्थेँ क्या त अन्त मलाई चाहिँ मेरो गाउँकोहरूले नै भन्थ्यो ए यो त पगला जस्तो के बाटोतिर नाच्दै हिँडेको भन्थ्यो है त्यो टाइममा चाहिँ हो सुनिन्छ नि त अब सुनेपछि दिमागमा पुग्छ मनमा पनि लाग्थ्यो कि मेरै आफ्नै गाउँकोहरूले चाहिँ यस्तो भन्दैछ अरूले त झन् के भन्छ होला बट कस्तो हुँदै हुन त जब त्यो सुन्थेँ नि त्यो मान्छे पास हुने बित्तिकै त्यो दिमागबाटै हराउँथ्यो क्या त मैले चाहिँ त्यो गर्थेँ आफूलाई दिमागबाटै हराउँथ्यो फेरि अगाडि गएर मुभमेन्ट गर्दै हिँडिरहेको हुन्थेँ त्यसले गर्दाखेरि चाहिँ जसले पनि नेगेटिभ कमेन्ट गर्छ गरोस् पोजिटिभ पोजिटिभ भने त अघि मैले एउटा कमेन्टमा आएको थियो देयर इज अ नेगेटिभ देयर पोजिटिभ देयर अ डे देयर अ नाइट त्यसले गर्दाखेरि चाहिँ डोन्ट बी सेम डोन्ट बी अफ्रेड है केही चिजको पनि उयो नगर्नुहोस् मान्छेले मान्छेहरू त भन्ने कामै गर्छ सन्जु पिक्चरमा पनि भनेको छ नि लोग क्या कहते लोग कामे केन भन्ने त्यस्तै हो त्यसले गर्दाखेरि चाहिँ कुरै नसुन्नु सकिगयो त्यसले गर्दाखेरि चाहिँ तपाईँलाई नि एकदम अल द बेस्ट छ है र तपाईँको कमेन्टलाई पनि हामी यहाँ मेन्सन गर्दैछौँ है लेप्चा एफपी र थ्याङ्क यू सो मच तपाईँले यो क्वेसन उठाइदिनु भएकोमा तपाईँको नाम पनि हामी हाल्दैछौँ है र गाइस लेट्स सी कसले 1000 रुपियाँ जित्छ है यो जस्ट एउटा केवानी मात्रै नभएर यो चाहिँ कन्टेस्ट पनि हो जसमा तपाईँले 1000 रुपियाँ जित्छ गाइस अझै क्वेसन यति रहेको छ है पगला हुन्छु होला अन्त यहाँनिर क्वेसन सेम ल्याङल्याङ सिस्टरले अगाडि पनि कमेन्ट गरेको थियो त्यसले गर्दाखेरि हामीले उहाँको कमेन्टलाई चाहिँ आन्सर मात्रै गर्छौँ बट नो अब हामी नाम चाहिँ लेख्दैनौँ है लियाङ लेन्जन श्रेष्ठले चाहिँ के क्वेसन गर्नुभएको छ भन्दाखेरि वाट समथिङ द्याट मेड यु स्माइल टुडे यो क्वेसन चाहिँ उहाँले आजभन्दा 3 दिन अगाडि गर्नुभएको रहेछ त्यो दिन के थियो कसो थियो आई डोन्ट नो बट आज चाहिँ वाट मेक मी स्माइल भन्दाखेरि चाहिँ आई एम मेकिङ दिस भिडियो एन्ड तपाईँहरूको कमेन्टहरू पढेर तपाईँहरूको कङ्ग्रेचुलेसन जुन चाहिँ तपाईँले विस गर्नुभएको छ त्यो पढेर चाहिँ द्याट मेक मी स्माइल टुडे है र यो भिडियो चाहिँ फेरि भोलि आउँछ डेट चाहिँ म भन्नु सक्दिनँ अहिले भोलि आउँछ सो भोलिको चाहिँ के स्माइल हुन्छ त्यो चाहिँ याद छैन थ्याङ्क यू सो मच है फेरि नेक्स्ट क्वेसन वी हेभ लियाङ श्रेष्ठ आई डोन्ट नो दे सेम पर्सन हो होइन थाहा छैन त्यसले गर्दाखेरि उहाँको नाम चाहिँ हामीले लेख्नै पर्ने हुन्छ लियाङ श्रेष्ठ एफबी सायद उहाँ सेम पर्सन पनि हुनसक्छ डिफ्रेन्ट डिफ्रेन्ट अकाउन्ट बट डिफ्रेन्ट डिफ्रेन्ट अकाउन्ट भएकोले गर्दाखेरि हामी यो चाहिँ नाम हाल्छौँ र उहाँको क्वेसन छ वाट वान थिङ यु आर लुकिङ फरवर्ड टु राइट नाउ ओके मेरो अहिले फिलहाल गोल भनौँ कि अब चाहिँ अब मैले चाहिरहेको छु अब जसलाई चाहिँ अब मैले उयो गरिरहेको छु त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा टाइटल छ जो चाहिँ अब म मेरो टिमसँग जित्न चाहन्छु र त्यो टाइटलको नाम म अहिले भन्दिनँ मेबी नजर लाग्न सक्छ है अरूकोबाट त्यसले गर्दाखेरि त्यो एउटा टाइटल छ त्यो चाहिँ मैले अब निकै अगाडिदेखि सोचिरहेको छु त्यो टाइटल जित्नको लागि चाहिँ है र जुन दिन टाइटल जित्छु मलाई आम सो सरी म तर पनि भन्दैछु दिमागमा भएछ भने म तपाईँलाई पर्सनली मेन्सन पनि गर्नेछु अगर त्यो टाइटल हामीले अचिभ गरिसकेपछि सो थ्याङ्क यू सो मच लियाङ सिस्टर नेक्स्ट वी हेभ लक्ष्य लिम्बू वान अफ माई सिस्टर इन ल है निसाको कजिन बहिनी हो र उहाँको क्वेसन चाहिँ दामी छ मैले यो अगाडि पनि पढेको थिएँ है एज अ डान्स टिचर हस्बेन्ड फादर एन्ड content creator, how do you balance everything while following your passion and what is your biggest dream? Okay, being a husband, teacher, father and a content creator, मैले चाहिँ अब कसरी ब्यालेन्स गरिरहेको छु भन्दाखेरि चाहिँ कुनै पनि चिज गर्नुको लागि चाहिँ पोजिटिभ ब्याकअप पनि हुनुपर्छ है म एक्लै भएको भए सायद यो चिज के कस्तो हुन्थ्यो मलाई थाहा छैन तर अहिले म एज अ म्यारिड पर्सन होइन एज अ फादर एज अ हस्बेन्ड अहिले म छु
र मेरो पोजिटिभ जो पोजिटिभ जुन चाहिँ ब्याक सपोर्ट छ त्यो चाहिँ मेरो वाइफ हो है, र उहाँले गर्दाखेरि चाहिँ ब्यालेन्स भइरहेछ। अहिले पनि नानी लिनु जा भनेर अघि कल गरेको थियो है, बट मैले भनिहालेँ उहाँलाई भिडियो पज गरेको, भिडियो पज त गरिनँ, अब कन्टिन्यू थियो, तर मैले क्लिप काट्छु नि त अभियसली। त्यतिखेर भने म अहिले भिडियो बनाउँछु क्युएनएको, टाइम चाहिँ 1 घन्टा 1.5 घन्टा पनि लाग्न सक्छ जस्तो भने, उहाँले तपाईँ फोन पनि काटिहाल्यो। द्याट मिन त्यो बर्डन चाहिँ आउनु दिँदैन क्या त, त्यसले गर्दाखेरि चाहिँ त्यो एउटा बिगेस्ट के भन्नु सपोर्ट चाहिँ हुनुपर्छ कसैको पनि लाइफमा, हस्बेन्ड वाइफ जसको पनि लाइफमा त्यो छैन भने चाहिँ तपाईँले त्यो चिजलाई ब्यालेन्स गर्नु चाहिँ मुस्किल। एन्ड वाट यो बिगेस्ट ड्रिम, माई बिगेस्ट ड्रिम इज, योभन्दा अगाडि जो मैले आन्सर दिएको थिएँ, टाइटल छ एउटा, त्यो टाइटल जित्ने चाहिँ मेरो एउटा बिगेस्ट ड्रिम छ। जितेपछि चाहिँ आई डोन्ट नो के गर्छु, तर गर्नु चाहिँ प्रेजेस्ट गर्छु, त्यो चाहिँ म अहिले नै भनेको है। ओके, लक्ष्य लिम्बूको पनि नाम भइसकेको छ है गाइस। यो भिडियो 1 घन्टाभन्दा लामो हुन आँटिसकेको छ है, आधी घन्टाको त अघि हामीले क्लिप उयो गऱ्यो। ओके, नेक्स्ट वी हेभ प्रयास राई। What is the Riemann hypothesis and why is it so important in mathematics? Well, first of all, the Riemann hypothesis भनेको त मैले बुझिनँ, to be honestly. I'm good in math during the class 9, 8 त्योभन्दा मुनि है, बट त्योभन्दा माथि त मलाई पनि थाहा छैन। सो मैले उसकै मुखबाट सुन्दाखेरि चाहिँ यो चाहिँ एउटा क्वेसन्स या फिर समथिङ केही एउटा उयो थियो जसलाई चाहिँ अहिलेसम्म सल्भ गर्नु सकेको छैन भन्दै थियो, उसले नै भन्दै थियो, मलाई याद छैन। सो आन्सर पनि त्यही हो, अब तिमीले जे भनेको थियौ त्यही हो आन्सर, उनीकै क्वेसन हो जसलाई चाहिँ अहिलेसम्म सल्भ गर्नु सकेको छैन म्याथमेटिक्समा। अन्त जसले त्यसलाई सल्भ गर्छ द्याट विल बी द जिनियस है, द्याट्स इट। ओ डाइरेक्ट हाल्नु आँटेको के भएको। Okay, next we have Liang Shrestha once again. Who is your first kiss? Okay, Liang Shrestha, this is quite complicated for me, eh? But still म यसको आन्सर दिन चाहन्छु। My first kiss is my mom. Obviously, जब म जन्मेँ मलाई सबभन्दा अगाडि किस गर्ने, मलाई सबभन्दा अगाडि स्पर्श गर्ने नै मेरो मम्मी हुनुहुन्छ है। यस, माई मम। ओ सरी, तपाईँको नाम चाहिँ एन्ट्री हुनु सक्दैन है। र नेक्स्ट वी हेभ सुक्राज रङ्पू केजिपी। ओके, फेसबुकको नाम पनि दादाले चाहिँ सुक्राज रङ्पू केजिपी राखेको छ है। उहाँले चाहिँ क्वेसन गर्नुभएको छ, र यो क्वेसन चाहिँ अब सबैलाई पागल बनाउने क्वेसन हो। वाट्स कम फर्स्ट, चिकन अर एग? वेल, मेरो लागि चाहिँ यसको आन्सर चाहिँ एकदम सिम्पल छ मेरो लागि चाहिँ, र त्यो चाहिँ हो तपाईँको चिकन, बिकज चिकनको थ्रुबाट नै अन्डा आउँछ है, र अन्डाको थ्रुबाट नै चिकन आउँछ। त्यसले गर्दाखेरि चाहिँ अब त्यो चाहिँ इन्फाइनाइट जुन चाहिँ सिम्बल छ, मेरो लागि चाहिँ त्यो हो यसको आन्सर चाहिँ। थ्याङ्क यू सो मच फर यो क्वेसन दा। ओके, र सुभाष दाको बारेमा भन्नु पर्दाखेरि चाहिँ गाइस, उहाँले चाहिँ मेरो जर्नीमा चाहिँ एकदमै कतिवटा रोलहरू निभाउनु भएको छ। कस्तो भन्दाखेरि चाहिँ उहाँले कतिवटा कुरामा मलाई पोजिटिभ गाइडेन्स र कतिवटा कुरामा होइन अब हुन्छ नि एउटा मोरल सपोर्ट उहाँले दिनुभएको छ। र सुरज दा, आई वान्ट यु विन दिस कन्टेस्ट। बेसी पैसा त छैन, बट स्टिल एउटा भाइकोबाट यो है। ओके, नेक्स्ट वी हेभ भावना प्रधान, र उहाँको क्वेसन रहेको छ, इफ यु कुड एक्सपोज वान ट्रुथ अबाउट सोसियल मिडिया, वाट वुड इट बी? सोसियल मिडियाको बारेमा के भन्नु, बिकज म नै सोसियल मिडियाबाट अब सोसियल मिडिया युज गरिरहेको छु, अन गरिरहेको छु है। त्यसले गर्दाखेरि चाहिँ सोसियल मिडियाको बारेमा के भन्नु भन्दाखेरि चाहिँ अब ट्रुथ अबाउट सोसियल मिडिया एन्ड एक्सपोज भन्दाखेरि चाहिँ म चाहिँ नानीहरू रिगार्डिङ स्पेसली यङ जुन चाहिँ अब जेनेरेसनको बिचमा जुन चाहिँ यो एउटा नेगेटिभ चिजहरू यताउता अब गर्ने, त्यो जुन चाहिँ अब कस्तो भन्नु त तपाईँको अब सेयर्स गर्ने जुन चाहिँ सिस्टम छ, यो चाहिँ मलाई लाग्छ यो चाहिँ सोसियल मिडियाको एउटा एकदमै नेगेटिभ हो। इन्स्टाग्राममा कतिवटा एलिगेसन लागिरहेछ, फेसबुकमा एलिगेसन लागिरहेछ, तपाईँको टेलिग्राममा कतिवटा एलिगेसन लागिरहेछ है। त्यो चिजहरू रिगार्डिङ चाहिँ अब म पनि कन्सर्न छु है। सो यस, त्यही हो सोसियल मिडियाको लागि चाहिँ मेरो एन्सर कन्भिन्सिङ नभए नि मैले सायद कतिवटा भन्न जाने होला, बट स्टिल थ्याङ्क यू सो मच फर दिस क्वेसन।
भावना प्रधान फ्याक्ट्री र गाइस डोन्ट वरी म कलरको बेसिसमा यो चिट्ठा उठाउँदिनँ आँखा चिम गरेर उठाउँछु तपाईँको अगाडि है र यो चिट्ठा उठाउने भिडियो चाहिँ अनकट हुँदैन फर्स्ट टु लास्ट सिरियल हुन्छ है र नेक्स्ट वी हेभ शेर्पा स्केच छिरिङ शेर्पा है मेरो चाइल्डहुड फ्रेन्ड र उसले चाहिँ के लेखेको छ भन्दाखेरि चाहिँ उसको क्वेसन्स हाउ डु यु टक टु युर स्टुडेन्ट वेन डिलिङ विथ फेलियर कम्प्यासन एन्ड अ स्टेज फियर ओके नानीहरूलाई चाहिँ अब सबभन्दा ठुलो कुरा सबभन्दा प्रब्लमेटिक चाहिँ के हुन्छ भन्दाखेरि प्रब्लमेटिक त भन्दिनँ अब साह्रो चाहिँ के हुन्छ भन्दाखेरि हामीलाई चाहिँ अब एज अ टिचर के साह्रो पर्छ भन्दाखेरि चाहिँ यही चिजहरू जुन चाहिँ उहाँले सोधेको छ स्टेज फेयर हुन्छ नि त मेन तपाईँको अब त्यहाँनिर भएर लड्छिङ पर्छ भने त्यो फेल हुने जुन चाहिँ एउटा टेन्सन हुन्छ त्यो चिज रिगार्डिङ चाहिँ अब उहाँहरूलाई चाहिँ अब जुन चाहिँ सम्झाउने जुन चाहिँ गाइडेन्स गर्ने जुन चाहिँ एउटा सिस्टम हुन्छ त्यो चाहिँ अब एकदमै हामीलाई पनि साह्रै पर्छ त्यसले गर्दाखेरि चाहिँ म चाहिँ नानीहरूलाई चाहिँ कस्तो प्रकारले डिल गर्छु भन्दाखेरि चाहिँ स्टेजमा जाऊ मेरोबाट एकदम स्ट्रेट हुन्छ त्यो यस्तो नानी त्यस्तो के भन्ने मेरोबाट चाहिँ सिस्टमै हुँदैन त्यसले गर्दाखेरि चाहिँ स्टेजमा जाऊ कसैलाई नहेर म चाहिँ त्यही भन्छु अडियन्स त पुरा हुन्छ नि त कसैलाई नहेर तिमी स्ट्रेट अगाडि हेर अब्जेक्टलाई हेर अब्जेक्ट जे पनि हुन्छ त्यहाँनिर तपाईँको जस्तो जस्तो बिम भयो ब्याकग्राउन्डमा केही अब लोगोहरू भयो त्यसलाई हेर अब तिमी आई कन्ट्याक्ट गर्न सकेन भने जस्ट आफ्नो तिमीलाई जे याद छ तिमीलाई हन्ड्रेडमा 100% याद हुन्छ भन्ने छैन बट 80% पनि याद छ भने 80% चाहिँ बेस्ट दिएर आऊ भन्ने चाहिँ म चाहिँ सजेस्ट गर्छु त्यसरी चाहिँ म नानीहरूलाई चाहिँ गाइड गर्छु किन भन्दाखेरि चाहिँ नो वान इज 100% त्यो बेस्ट दिन्छ भनेर स्पेसली फ्रेसर्सहरूको लागि होइन त्यसले गर्दाखेरि चाहिँ म जति पनि नयाँ नानीहरू छ म उहाँलाई चाहिँ त्यो प्रकारको उयो गर्छु 100% नदेऊ इट्स ओके बट तिमीलाई 70% 80% जे याद छ तिमीले जे अब सिकेको छौ त्यो चिजलाई चाहिँ अगाडि गएर स्ट्रेट हेरेर आँखा जुदाउनुपर्छ भन्ने छैन स्ट्रेट हेरेर चाहिँ आफ्नो बेस्ट पर्फर्मेन्स दियो भनेर चाहिँ म चाहिँ त्यो गर्छु किनकि त नानीहरूले आँखाको आई कन्ट्याक्ट गर्दाखेरि डिस्ट्र्याक्ट हुने चान्स हुन्छ त्यसले गर्दा चाहिँ म चाहिँ अब्जेक्टलाई हेर भन्छु मेरोबाट चाहिँ त्यस्तो हुन्छ सो स्केच शेर्पा छ तर छिरिङ लेखिदिन्छु है र यहाँनिर लोचना बान्याम्यानको डिफ्रेन्ट क्वेसन रहेछ आई वान थिङ I want to ask how you got inspired from whom you got support and how you are super choreographer. You are doing and going on. Hope for the best. Okay, first of all, I'm not a super choreographer. I'm just an ordinary human being. Thank you so much for your comment. र मलाई चाहिँ अब इन्सपायर गर्ने मेरो टिचर हुनुहुन्थ्यो है जसकोबाट एन्टायर डान्सको नलेज सपोर्ट लिएँ र कल्पना गुरुङ म्याम हुनुहुन्थ्यो जसले मलाई सपोर्ट गर्यो ड्युरिङ माई अब एकाडेमिक जुन चाहिँ एकाडेमी खोलेपछि जब मैले स्ट्रगल गर्दै थिएँ त्यो टाइममा है सरी स्ट्रगल होइन प्रोसेस हुँदै थियो है एन्ड यस मलाई चाहिँ अरू चाहिँ सपोर्ट चाहिँ तपाईँहरू जस्तै फलोवर्स भनौँ है तपाईँहरू जस्तै अडियन्सले चाहिँ सपोर्ट गरिरहेको छ ओके गाइस लास्ट क्वेसन्स वी हेभ र यो क्वेसन चाहिँ शीतल बहिनीले इन्स्टाग्राममा मेसेजमा थ्रु तपाईँको इन्स्टाग्राम पोस्टबाट देखेको थियो है स्ट्याटसबाट र उहाँले त्यो क्वेसन गरेको थियो है त्यसको हामी स्क्रिनसट लिन सक्दैनौँ सो उहाँको क्वेसन चाहिँ के थियो भन्दाखेरि चाहिँ शीतल बहिनीको ओके शीतल पहिला लेखिहाल्छु वाट वान क्वेसन यु विस पिपल आस्क यु मोर अफ्टेन यसको आन्सर चाहिँ एकदम स्ट्रेट एन्ड सिम्पल चाहिँ के दिन चाहन्छु भन्दाखेरि चाहिँ मान्छेले त्यसै पनि क्वेसन गरिबस्छ है र त्यो क्वेसन चाहिँ के गरोस् भन्नुहुन्छ भन्दाखेरि चाहिँ सन्दीप सर तपाईँको डान्स क्लासमा कतिजना नानी छ भन्ने क्वेसन सोधिबस्छ है त्यो चाहिँ नसोधोस् र सन्दीप सर तपाईँको डान्स क्लासको फी त एकदम कम्ती रहेछ त भन्दै त्यो क्वेसन गर्दै आओस् भन्ने चाहिँ हुन्छ मेरो लागि चाहिँ सो द्याट्स इट है र गाइज हाम्रो क्वेसन्स पनि सकिसकेको छ है थ्याङ्क यू सो मच एभ्री वान जतिले पनि क्वेसन सोध्नुभयो तपाईँहरूको क्वेसन्स यहाँनिर तपाईँहरूको नाम यसरी चिट्ठामा छ है तपाईँले देख्न सक्नुहुन्छ है अब यो चिट्ठा चाहिँ यहाँनिर छ तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर मोर देन 30 आई थिङ्क 30 या 35 कतिवटा होला है र योबाट चाहिँ तपाईँको एउटा नाम उठिन्छ
र त्यो चाहिँ अब पिङ्क ग्रिन अब तपाईँको येल्लो द्याट डजन्ट म्याटर है, त्यसले गर्दाखेरि चाहिँ अब जसको पनि हुनसक्छ यसमा है। र ओके बिफोर द्याट म हात लिन्छ है, म जस्ट क्यामेरा चेक गर्नु गएको, त्यसको बादमा फेरि हामी कन्टिन्यू गर्छ। ओके गाइज, हामी हाम्रो सामानहरू साइड गर्नेछौँ है। माइक पनि अलिकति यता साइडमा राखिदिन्छु। शीतल बहिनी स्टिल अनलाइनै रहेछ है गाइज, हातमा केही छैन। र यो बोलमा कसको नाम लेखेको होला है। सो अब यो चिट्ठाभरिबाट एउटा नाम उठिनेछ है, र जसले यसबाट जसको नाम उठिन्छ त्यसले जित्नेछ 1000 रुपियाँ। र यसलाई चाहिँ अब एकदम इजी गर्नुको लागि चाहिँ म के गर्छु, म आँखा पनि चिम गर्दिनँ गाइस। आँखा पनि चिम गर्दाखेरि साइडबाट देख्यो भन्ने हुन्छ होला, त्यसले गर्दाखेरि चाहिँ म एकदम पछाडि फर्किन्छु र यसलाई टिप्नेछु गाइस। ओके, सी हातमा केही छैन। सो यसलाई इजी बनाउनुको लागि हामी के गर्नेछौँ, हात दुईटा हात पछाडि छ, सो ऱ्यान्डमली पिक गर्नेछौँ। खुल्जा सिमसिम, खुल्जा सिमसिम। ओके, इज दिस वान? ओके वान। ओके दिस इज येल्लोमा रहेछ है, ग्रिन होइन रहेछ। सो अब हामी यो नाम पढ्नेछौँ। लेट्स सी, लेट्स सी, लेट्स सी। ओके फेसबुकबाट रहेछ। आयो गाइज, कसको नाम आयो हेर्नुहोस् त, जसले मलाई यति लामो क्वेसन सोध्नु भएको थियो नि। सरी, उहाँको क्वेसन कहाँ गयो? लोचना बानिया म्याम, LOCHANA, लोचना बानिया म्याम, कङ्ग्रेचुलेसन। तपाईँलाई यो पैसा दिनुको लागि चाहिँ म पर्सनली तपाईँको स्कुलमै आउँछु है। तपाईँले 1000 रुपियाँ जितिसक्नु भएको छ है। र यो गाइस फेयरली, मैले एकदम फेयरली तपाईँको अगाडि यो पिक गरेको छु है। र अब म अघि जाँदाखेरि चेन्ज गरे भन्नुको लागि भन्छ होला, त्यसले गर्दा यो अगाडि नै छ। म यो पनि तपाईँलाई खोलेर एक दुईवटा चाहिँ देखाइदिन्छु है। यसमा रहेको छ तपाईँको बसन गुरुङ, बसन गुरुङ ऱ्यान्डमली है, किनकि त फेरि भन्छ नि त मान्छेले, उसले त त्यहाँ जाँदाखेरि क्लिप उयो गरेको थियो, यस्तो भयो। 17 BI समथिङ के लेखेको छ, यो सायद यो फर्स्ट क्वेसन जस्तो पनि लाग्यो है। र नेक्स्ट वी हेभ पेन लेप्चा, त्यो भाइको उसले अडियन्स क्वेसन गर्छ भनेको थियो है फेसबुकबाट। त्यसरी नै गाइज, थ्याङ्क यू सो मच सबैजनाले यो भिडियो हेरिदिनु भएकोमा है। ड्युरिङ दिस भिडियो सुट है अलिक बिसन्चो भएको जस्तो फिल भयो, त्यसले गर्दाखेरि चाहिँ हामी यो भिडियोलाई बेसी लामो टन्काउने छैनौँ। बिकजको सृष्टि नानाको नाम पनि रहेछ यसमा है। र यहाँनिर चाहिँ हाम्रो म्यामले जितिसक्नु भएको छ 1000 रुपियाँ। सो गाइस, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। र हामी फेरि कुनै दिन Q&A भिडियोमा हामी फेरि यसरी नै भेट्नेछौँ। बाई बाई, थ्याङ्क यू। हेलो एभ्री वान, गुड इभिनिङ। र हाम्रो Q&A कन्टेस्टको विनर हामीले तपाईँलाई भनिसकेको छौँ। उहाँको नाम लोचना बानिया म्याम हुनुहुन्छ, 10th स्कुलको टिचर हुनुहुन्छ है। र उहाँको नम्बर मेरोमा आइसकेको छ र हामी उहाँलाई भिडियो कल गर्न गइरहेछौँ है। अलिक छेउमा आएर देखाउन, भिडियो कल उठाउँछ कि उठाउँदैन है। हेलो हेलो, कहाँ हुनुहुन्छ म्याम? ए हो, ओके भिडियो क्यान्सल गर्नुहोस् न, उहाँ चाहिँ गाडीमा जानु हुँदो रहेछ गाइस। सुन्नुहोस् त,
एकैछिन काट्यौ नकाटाइ तपाईँलाई एकदम बधाई छ तपाईँले 1000 रुपियाँ जित्नु भएको छ है म्याम होइन होला हौ ओ आज तपाईँको क्युएनए भिडियोको तपाईँको सबैको एन्सर दिँदा 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 लास्टमा तपाईँको चिट्ठा बनिएको थियो सबैजनाको अब त्यो चिट्ठा चाहिँ घुमाउँदा 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 चाहिँ तपाईँको नाम आएको छ सो हामी तपाईँलाई एउटा मेसेज पठाउँछौँ तपाईँले क्युआर पठाउनुहोस् न ल ओ क्युआर त कसैको पनि पठाउनुहोस् न हुँदैन नम्बर नम्बरमा उयो ल गर्नुहुन्छ ल ल ल पठाउँछु हस्बेन्डको पठाउँछु नि ल ओके हुन्छ म्याम पठाउनुहोस् ल होइन होला हौ होइन होला हौ प्र्याङ्क गरेको होइन हौ साँच्ची भनेको ल म तपाईँलाई उयो मेसेज गर्दैछु तपाईँ भन्नुहोस् न कतिजना थियो कतिजना थियो इन टोटल क्वेसन 35 प्लस थियो 35 प्लस चाहिँ मेरो चाहिँ भयो हजुर तपाईँले त्यो भिडियो पुरा चाहिँ तपाईँले भोलि देखिहाल्छ भोलि हामी हालिहाल्छ नि त भिडियो ए ल ल ल ल ओके अल द बेस्ट एन्ड थ्याङ्क यू गेम खेलेकोमा फेरि पनि किप इन टच ओके म्याम हुन्छ थ्याङ्क यू हुन्छ हुन्छ म्याम र गाइस उहाँ चाहिँ हाम्रो लोचना बहिनी म्याम हुनुहुन्थ्यो है र उहाँलाई हामी जिपे गर्नेछौँ तपाईँले नि हेर्नुहोस् है